हेलो गाइस वेलकम ब्याक अझै मसँग छ यो मैले बनाएको रस ब्ल्याकबेरीलाई अनि महीलाई अनि मैले ब्ल्याकबेरी अनि त्यसपछि दही अनि त्यसपछि हामीलाई ट्याम्की कुटेर अनि पानी हालेको क्या यस्तो टेस्टी लाग्छ क्या ब्ल्याकबेरी आइरहन्छ नि त त्यही भएर अब के गर्ने दही पनि हुन्छ अनि कसरी खाने खान्छ बनाउँदा पनि हुँदैन धेरै खाइन्छ अनि आज फेरि धेरै ल्याएको छ त्यही भएर अनि च्याप कुटेर बनाइदिएको अनि चाहिँ मेरो तरकारी चाहिँ थोरै नै छ आज चाहिँ चिकन 3 पिस मात्रै रहेछ अनि जो पनि त्यही थोरै धेरै पिस छ आज अनि त्यसपछि यो रातो दाल अनि भात ओ म त बिजनेस गर्नु अल्छी लाग्छ क्या राम्रो ओ कसमै खोर्सानी डल्ले खोर्सानी झन् मजा दाम भएछ भात चाहिँ यसरी मुस्नु बिर्सेछ क्या भात त तरकारी आज भातले तरकारी जितेछ जस दाल पनि छ नि त थोरै बनाएको छु क्या त्यो पनि आज फेरि कसरी बनाउनु भइरहेको थियो ग्यास सकेको थियो अनि ग्यास सकेको भन्दाखेरि पनि ग्यास सकेको जस्तो मलाई लागेको छ क्या ग्यास सकेको भएन रहेछ किनकि हाम्रो त ग्यासको सिलिन्डर चाहिँ एउटै हुन्छ अनि 3 तला माथि हुन्छ नि त हामी तल सेकेन्ड फ्लोरमा छ उनीहरू छ माथि फ्लोरमा सिटरहरू बस्नुहुन्छ एउटै हो क्या हाम्रो ग्यास अनि जहिले पनि हाम्रो सकिने कि ग्यास चाँडो हाम्रो तलपट्टि चाहिँ हाल्ने चाहिँ एउटै हो क्या यता छ हो अनि तर अनि हाम्रोमा चाहिँ बल्दैन 2 महिना त्यस्तो भइसक्यो मलाई फिलिङ क्या अनि हिजो त्यसै पकाएँ भने राइस कुकरमा अनि त्यसपछि राइस कुकरमा भात पकाउँछ अहिले अनि तरकारी पनि राइस कुकरमा पकाएँ अनि खाएको आज चाहिँ के गरेर पकाउनु भएको थियो फेरि यस्तो हुन्छ क्या ग्यास हुन्छ नि हाम्रो मात्रै आउँदैन क्या माथि 2 तला माथि त हुने क्या कतिको सिस्टम थाहा पनि अनि पहिला पनि सधैँ 1 दिन 2 दिन पछि भन्थेँ क्या मैले अनि आज चाहिँ कस्तो झ्याउ लाग्यो उनीहरूको त बलिरहेको छ हाम्रोमा चाहिँ किन बल्दैन होइन एउटै ग्यास थियो भनेको र अनि बालेको त दिउँसो बल्यो भरे ग्यास सकिने बेला चाहिँ एउटा अब स्टोभ त थुप्रै हुन्छ नि त उसको त्यो के भन्छ अरे खाना पकाउने स्ट्यान्ड थुप्रै हुन्छ नि त एउटा मात्रै बालेको क्या एउटा मात्रै बालेर चाहिँ मात्र ठुलो ग्यास बल्दैछ सबै 4वटै बाल्यो भने चाहिँ नहुँदो रहेछ अनि त्यही भएर अनि एउटा मात्रै बालेर चाहिँ बल्नेछ क्या त्यही भएर कचौरी घाटा खाएँ नि त अब मैले यहाँ सकिन्छ होइन मलाई भन्नु पऱ्यो नाम सकेको हुँदैन अनि आज चाहिँ एउटा मात्रै बालेर हेरेको त ठ्याक्क बल्यो अब त्यसरी चलाउने अनि फेरि झ्याउ लाग्छ नि मलाई पनि अब हाम्रो सकेको छैन है नसकेको हुँदैन हाम्रो सकिन्छ
राम्रै बल्ने क्या उनीहरूको चक्कर लाग्यो अब एउटा बाल्छ नि त राम्रै बल्ने मेरोमा चाहिँ बल्दैन गाह्रो अनि कस्तो अप्ठ्यारो लाग्छ क्या मलाई त्यस्तो भने त्यही हो अब चाहिँ हिजो चाहिँ उमालेर बनाएको थिएँ आज चाहिँ मैले चिकन फ्राई गरेर बनाएँ त्यही सादा टमाटर प्याजहरू हालेर जाने भयो तर अलिक ठुलो बनाएछु छोरो बनाउँदैन हुन्छ मैले पनि अब दाल पनि खानुपर्छ नि त त्यही भएर फेरि चिकन के भएको उनीहरूको त्यो डिफ्रोज गरेको मोमोले मोमो याद आयो चिकन हुन्छ नि पहिला मार्केटमा आफूले नै हुन्छ नि जुन चाहिँ कम्पनी ब्रान्डहरूले नै डिफ्रोज गरेर ल्याएको चिकन हुन्छ नि कस्तो प्याट गरेर पड्केको के म त हैरान भयो त्यही पोलेर खै किन आउँछ त्यस्तो भएको उनीहरूले हामीले एकैचोटि ड्राई आइसमा हालेर पुरै फ्रोज गरेर बनाएको हुँदैन है त्यो मैले पहिलाचोटि मेरो लागि त मैले फ्रोजन चिकनहरू ल्याउनु क्या हामीले नर्मल चिकन ल्याउँछ अलिअलि नर्मलमा राखेको चिकनहरू हुन्छ नि अनि त्यसपछि चाहिँ फेरि आफूले सानो प्याकेट बनाएर पाउच जस्तो त्यत्रो बनाएर अनि खाने राख्छ क्या आज चाहिँ उनीहरू डाइरेक्ट त्यो ल्याएको थियो फ्रोजनवाला पर्खेको गएर म त हैरान भयो त्यस्तो सुँगुरको मासु चाहिँ पड्के खाएको थियो यो पड्केको मैले पहिलोचोटि हो आइस पनि मेल्ट गरेर राखेको थिएँ कि नर्मल फ्रिजमा राखेको थिएँ निकालेर छोरी पनि केमा पड्केर ड्यान्की पड्किन्छ म त छक्क पऱ्यो पुरै स्टोभ पुरै ठट्टा पार्छ त्यस्तो हुँदैन कहिले पनि मैले पकाउँदाखेरि अहिले चाहिँ के भएको त चिसोले तेल पनि छिट्टो आयो होला केही पनि नि धेरै बेरसम्म कस्तो भयो पहिला चिकन पकायो दाल पकायो अनि राइस कुकरमा चाहिँ भात बसाएर राखेको थिएँ न त एकैचोटि अब एकपट्टि दाल पनि पाकेर हुन्छ एकपट्टि चिकन पाकेर चाँडो हुन्छ नि त है अब दुई तिन दिन चाहिँ टाइम लाग्ला त्यो पनि केही छैन मेरो छ कि भन्नु अब सबै हुँदैन नि त्यही भएर अप्ठ्यारो
दाना भएछ लास्टमा त तर यो ठुलो मग भएन Thank you for watching.